सुकुम्बासी भन्छन् नि सुनको दाम त भन्छन् भनेर त्यो हुँदैन। अब सुकुम्बासीलाई चाहिँ खान दिनै छोडो, त्यहाँ खानपान बन्द गरिसक्यो भन्छन्। सुनको दाँतले के चपाउने अब तपाईँ? सुनको दाँतले के चपाउने अब? अब होइन, अब के चपाउने? बालिनको घर चपाउने, बालिनको गाडी जग्गा घर चपाउने। एकजना भएको अन्याय सबैमा भएको अन्याय हो भन्ने सोचेर हामी सडकमा आइरहेछौँ अहिले। भने चाहिँ हिजोसम्म जति सरकारले खोलेमा छोडाएको थियो त्यो बेला चाहिँ जनतालाई अन्याय भएको थिएन। कमसेकम आजको कि विगत 30-35 वर्षदेखिको यो मलाई बताइदिनु। सरकारले के दियो भने तपाईँहरू जानुहुन्छ? म त तपाईँको त्यहाँबाट होल्डिङ सेन्टरबाट पछि लिएर निस्किँदिन। तपाईँको त्यहाँ चाहिँ जो दमन गर्न आउँछ त्यसलाई चाहिँ मैले खुकुरी सिधै होइन हान्छु गर्दनमा। मलाई चाहिँ घर बनाएर जग्गाबाट घर बनाएर राखिदिनु पर्यो, अनि 8 लाख रुपियाँ जति पैसा दिनु पर्यो। 8 लाख रुपियाँ जति पैसा दिनु पर्यो। किन यो मागेको भन्नुहुँदाखेरि मैले काम गर्न सक्दिनँ। मैले 15 वर्ष काम नगरेको। अहिले माइती घर मण्डलमा किन आउनुभएको तपाईँ? माइती घर मण्डलमा किन आउनुभएको? म त बाटो हिँड्दा थिएँ, रमिता हेर्न आएको नि। तपाईँ सुकुम्बासी हो कि होइन भन्नुहोस्? होइन म सुकुम्बासी। अनि किन गाली गर्नुभएको? म गरिब मान्छे हो, गरिब हो। म गरिबको प्रतिनिधित्व गर्ने मान्छे हो। मलाई माया लाग्छ गरिबको। म सुकुम्बासी होइन। दुई टुक्रो जमिन दियोस् काठमाडौँमै 2 रो पनि होइन होइन 4 आना छोरा यही जन्म्यो, छोरी यही जन्म्यो, छोरीको नागरिकता बनाइसक्यो, छोराको चाहिँ सबै यो व्यवस्था भइसक्यो। अब मेरो छोराछोरीलाई हालु जोत्छ भने मिल्छ? त्यस्तो सुविधा पनि हुन्छ र भने त्यस्तो सुविधा पनि हुन्छ र भने काठमाडौँमा राजधानीमा टक्क बसेर आनन्दले चाहिँ घर पनि बनाइदिनु, जग्गा पनि दिनु भन्ने सुविधा हुन्छ। बोल्नुस् केही त बोल्नुस्। हेलो बोल्नु न। आज कार्यक्रम कस्तो लाग्यो तपाईलाई भने? कस्तो भयो? अरे बाप रे। हाम्रो राजनेता आज मरेको 75 वर्ष भयो होइन। उहाँको जन्मेको राजा मर्दा बरु कति मान्छे रुएको थिए। अब यिनी मर्दाखेरि त सबैजना हाँस्ला जस्तो छ। अब सबैजना उसको परिवारै मर्दाखेरि सबैजना हाँस्ला जस्तो छ। के बोले 24 घण्टा भइसक्यो आज खान नपाएको। सुकुम्बासीहरूले त्यहाँ छ नि उपचार पाएको छैनन्। फ्ल्याट बुझ्दा दिनुस्। लखेट्ने होइन सुकुम्बासीलाई। असम्भव। सबै पीडित छैन। तपाईँ पीडित हो कि होइन भनेर छुट्याउने को हो? तपाईँको पीडित हो कि होइन? नागरिकले चाहिँ यो पीडित होइन भनेर छुट्याउने त्यति ल्यागत राख्छ। ओली आऊ दृष्टिबिन बचाऊ। व्हाट? केपीओले आउनु पर्यो। केपीओले त लखेटे हाल्ने जनता। लखेटे होइन, जनताले फेरि ल्याउँछ नभए। फुटेर आउले भन्छ। मेरा बाउ पनि एमाले हुनुहुन्थ्यो, मेरो बुवा पनि सुरुमा भोट हाल्दै बित्नु भयो। नेपाल सरकारले काठमाडौँ जस्तो ठाउँमा त सबैलाई 4 आना जग्गा दिन नसक्ला नि त। काठमाडौँ भन्दा बाहिर व्यवस्थापन गर्यो भने तपाईहरु जाने कि नजाने? किन हामी जाने? जाँदैन। हामी जुन ठाउँमा बसिरहेको थियौँ त्यही ठाउँमा हामी बस। आर यु कमेडी मी? साँचो कुरा भन्दै हुनुहुन्छ तपाईँ? सही कुरो भनिरहेछ। भनेपछि आज बालेनसँग झापा गयो भने काटिन्छन्। काटिन्छ। डिप्रेसन आदरलाई मार्नु पाउनु पर्छ भन्ने उहाँले जुन अभिव्यक्ति दिनु भएको छ त्यो एकदमै आपत्तिजनक शब्द हो। र यो लामखुट्टेले 7 दिन आयु लिएर आउँछ, त्यसलाई चाहिँ किन मारे? त्यो पनि त प्राणी हो नि। ये सब क्या देखना पड़ रहा है? किन दिएन त त्यो बालेन कुकुरलाई गर्नुपर्ने यो प्रश्न? बरु त हामीलाई त केपी बा नै ठिक थियो। सबैको बोली के छ? केपी होली। केपी बाले भत्ता त दिनु भएको थियो। यो बालेन कुकुरले त अहिले भत्ता पनि काट्न लागेको थियो एकचोटि। क्या बोलूं मैं इस पे? क्या मैं इस पे? राम्रो चिजलाई के अरे नराम्रोलाई देखाइदिनु, राम्रोलाई चाहिँ लुकाउनु पर्यो। वाह दिदी तपाईले आफूलाई आफै पछौतो लागिरहेछ राजसभालाई भोट हालेर। लागिरहेको छ नि, लाग्दैन त हामीलाई पहिलाकै नेता ठिक हुँदो रहेछ, किनकि आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको। हामी नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवको नेतृत्वको पार्टीबाट चाहिँ आएको हो। विप्लव पार्टीले हो त यो सुकुम्बासीलाई उचालेको? हामीले उचालेको छैन, हामीलाई उहाँहरूले चाहिँ आह्वान गर्नुभयो, त्योबाट हामी एकैबद्धता जनाउन आएको हो। कुन पार्टीबाट आउनुभयो विरुद्धमा अलिकति भन्नु? हामी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल हो। तपाईहरुले चाहिँ सुकुम्बासीलाई पहिला भोट ब्याङ्कको रूपमा प्रयोग गर्नुभयो, यो सरकारले चाहिँ व्यवस्थापन गर्छौं भने यहाँ कसरी गलत भयो? अब यो सुकुम्बासीका पक्षमा तपाईहरु आउनु भएको छ, कहिलेसम्म यसै गरी आउनुस् भन्नुस् त? कि त आज हाजिर लाउन मात्रै आउनु भयो?
बालेन शाहको खेदो खण्डलाई के रहर लागेको छैन होइन हामीले आफैले हामी आफ्नो जीविकोपार्जन आफैले गरिरहनु भएको थियो अहिले होइन सरकारी जग्गामा बस्नु भएको थियो नि त खोला किनारमा पशु संरक्षण भनेपछि कुकुर बिरालो बाँदर मात्रै होइन अनगिन्ती प्राणी छन् प्राण भएका सबैले जिउन पाउनु पर्यो म त भन्छु कोरोना भाइरस सुई किन लगाइस् कोरोना पनि जीवन छ भाइरसको सुई किन लगाइस् भने हाम्रो जिन्दगी बर्बाद पारेर यिनी माछा खानेहरूको घाँटीमा पनि माछा अड्क्यो हो किन कस्तो मोजी अब यिनीहरूको घाँटीमा सुकुम्बासी अड्किन्छ तपाईँ सुकुम्बासी हो कि होइन वास्तविक भयो तपाईँ सुकुम्बासी हो जनताले भोट नदिएको भए यो प्रधानमन्त्री हुनुहुन्थ्यो खोइ स्वास्थ्य फ्री खोइ शिक्षा फ्री खोइ रोजगार खत्म हो गया झापा 5 मा चाहिँ कसले जितेको थियो तपाईले झापा गएर भेट्नु भएको थियो बालेन शाहलाई म चाहिँ एरियाको मान्छे हो हाल्नु भएको थियो तपाईलाई म चाहिँ एरियाको मान्छे हो अनि अहिले चाहिँ लाज मान्नु पर्ने तपाईले चस्मा लाएर फेरि बालेनको जस्तै चस्मा लाएर उहाँले नै दिनु भएको गिफ्ट मलाई गरिबको चमेली बोल्दिने कोही थिएन उहाँले गएको होइन त फेरि हो त्यही भएर हामी गरिबलाई यिनीहरू केही गर्दैन तपाईँ चाहिँ नि दिनभरि आएर माइतीगत मण्डलमा बस्ने काम सिनको नभात्ने अनि आफूले गरिब भनेर भन्ने कुरा पनि काम गर्नु पर्दैन चारवटा कम्युनिस्ट पार्टी सुकुम्बासीको पक्षमा तपाईँहरू आउनुभयो यहाँ होइन कम्युनिस्ट पार्टी भनेकै नै सर्वहारा वर्गको अन्यायमा पर्नेको श्रमजीवी वर्गको हो नि होइन होला के हो सुकुम्बासीले सरकारले एकमुष्ट 25,000 दिने निर्णय गरेछ म बालेनजीको राम्रो उनका बाउले बनाएको घर छ बालेनजीको घर भत्काउन चाहिँ म पनि लगाउँछु होइन भत्काउन लगाउँछु 25,000 होइन बालेनजीलाई 25 लाख पनि होइन 1 करोड बालेनको घर जलाएर भत्काएर गरिबहरूबाटै चन्दा उठाएर 1 करोड दिन्छ हुन्छ बाल पूर्जा पनि दिने सरकारले यो गफै त हो नि